यीशु ख्रिस्टको नाममा न्यानो अभिवादन जय मसीह। हामी आज परमेश्वरको वचनबाट केही कुराहरू हेर्नेछौँ। आज तपाईँहरूको माझमा मैले परमेश्वरको वचनबाट वचन ल्याएर आएको छु। विषय चाहिँ ख्रिस्टको मन भन्ने विषयमा ल्याएर आएको छु। तपाईँहरूले ध्यान दिएर सुन्नुहोस्। हामी फिलिपी 2 अध्यायको 3 देखि 11 पदसम्म हामी हेर्नेछौँ। तपाईँहरूसँग धर्मशास्त्र छ भने तपाईँहरूले पल्टाउन सक्नुहुनेछ। नहुनेको लागि म आफै पढ्नेछु, तपाईँहरू सुन्नुहोला। यहाँ यसरी लेखेको छ, स्वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान। तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज, तर अरूको हितलाई पनि हेर। तिमीहरूमा यस्तो मन होस् जो ख्रिस्ट येशूमा पनि थियो। परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तु जस्तो ठान्नु भएन, तर आफूलाई रित्ताइकन कमराको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनुभयो। स्वरूपमा मानिस जस्तै भएर आफैलाई होच्याउनुभयो र मृत्यु समय अर्थात् क्रुसको मृत्यु समय आज्ञाकारी रहनुभयो। त्यसै कारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँभन्दा उच्च छ, कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वी मुनि भएको हरेक प्राणीले येशूको नाममा घुँडा टेक्नु पर्छ र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रिस्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। आमेन। आज तपाईँ र मैले चाहिँ कस्तो मन छ तपाईँ र ममा? तपाईँ र मैले चाहिँ कसको मन चाहिँ राखेका छौँ? तपाईँ र मेरो जीवनमा, तपाईँ र मसँग चाहिँ आज कसको मन छ? ख्रिस्टको मन छ कि अरू कसैको मन छ? के तपाईँमा ख्रिस्टको मन छ? कि तपाईँ र मसँग चाहिँ अहङ्कारीको मन छ? कि तपाईँ र म चाहिँ स्वार्थी मन छ? कि तपाईँ र मैले चाहिँ अरूलाई होच्याउने, अरूलाई चाहिँ थोरै पार्ने, आफूलाई अरूलाई तल पार्ने, आफू चाहिँ माथि हुने खालको मन छ, आफूलाई चाहिँ ठुलो बनाउने मन छ? तर परमेश्वरको वचनले भन्दछ कि तिमीहरूमा चाहिँ यस्तो मन होस् जो ख्रिस्ट येशूमा पनि थियो। कस्तो मन होस् त भन्दाखेरि येशू ख्रिस्टमा जस्तो मन थियो आज त्यस्तै मन तपाईँ र ममा हुनुपर्छ भनेर परमेश्वरको वचनले भन्दछ। प्रेरित पावलले फिलिपीको मण्डलीका मानिसहरूलाई चाहिँ यहाँ भन्दै हुनुहुन्छ कि तिमीहरूमा चाहिँ अहङ्कारी मन हुनु हुँदैन, तिमीहरूमा चाहिँ अरूलाई होच्याउने, अरूलाई चाहिँ तल पार्ने खालको मन हुनु हुँदैन, अनि तिमीहरूमा चाहिँ स्वार्थी मन हुनु हुँदैन भनेर चाहिँ प्रेरित पावलले भन्नुहुन्छ। प्रेरित पावलले 3मा चाहिँ हेर्ने हो भने स्वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान। स्वार्थमा चाहिँ के नगर त? एउटाले अर्कोलाई चाहिँ स्वार्थमा पनि, स्वार्थ र अहङ्कार, अहङ्कार भनेको ईर्ष्या, डाहा, त्यसपछि चाहिँ अरूले चाहिँ गरेको राम्रो गरेको छ भने पनि उसले चाहिँ देखिन सहने, त्यो चाहिँ। अनि घमण्डी मनहरू, घमण्डहरूले मैले त फलानालाई यस्तो गरेँ, मैले त त्यो मान्छेलाई यस्तो गरिदिएँ भनेर चाहिँ घमण्ड गरेर चाहिँ घमण्डमा र चाहिँ स्वार्थमा चाहिँ केही पाउने हिसाबले, स्वार्थमा चाहिँ केही स्वार्थ राखेर चाहिँ तपाईँ र मैले त्यो काम गर्नुहुन्न। किनभने परमेश्वरको वचनले भन्छ कि स्वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा तपाईँ र मैले चाहिँ
गर्नुपर्ने काम चाहिँ के हो त भन्दाखेरि नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान्नुपर्छ। आज कतिपल्ट हामी चाहिँ के गर्छौँ त, त्योभन्दा चाहिँ मैले जानेको छु, मैले सबै कुरा जानेछु, मैले गरेर चाहिँ यस्तो भएको, त्यसले त केही पनि गर्न सक्दैन भनेर कतिपल्ट हामी अरूलाई होच्याउँछौँ, अरूलाई चाहिँ के गर्छौँ, अरूलाई चाहिँ आफूभन्दा श्रेष्ठ ठान्दैनौँ। किन भन्दाखेरि उनीहरू पनि तपाईँ र मलाई बनाउनु हुने परमेश्वरको सन्तान हुनुहुन्छ। त्यसै कारणले उनीहरूलाई चाहिँ होच्याएर बोल्ने होइन, तर नम्रतामा के गर्ने त, एउटाले अर्कोलाई चाहिँ आफूभन्दा चाहिँ श्रेष्ठ ठान्ने, आदर गर्ने कुराहरू चाहिँ हामी यहाँ पाउँछौँ। त्यसो भने चाहिँ येशू ख्रीष्टमा चाहिँ कस्तो खालको मन छ त, हामी त्यो कुराहरू चाहिँ हेर्नेछौँ। अनि येशू ख्रीष्टमा पहिलो नम्बरमा चाहिँ येशू चाहिँ त्यागको मन छ अथवा चाहिँ बलिदानको मन छ। कतिपल्ट हामीले के गर्छौँ त, यो पनि मैले हुनुपर्छ, यो पनि छोड्न नसक्ने, ऊ पनि छोड्न नसक्ने है, सबै चाहिँ मैले हुनुपर्ने, मेरै हुनुपर्ने, मैले गरेकै हुनुपर्ने भन्ने कतिपल्ट हाम्रो त्यो सोच छ, त्यो मानसिकता छ, त्यो मन चाहिँ छ हाम्रोमा। तर येशू ख्रीष्टले के गर्नुभयो त, त्याग्नुभयो। उहाँ राजा मान्छे, उहाँ चाहिँ संसारको सृष्टिकर्ता मान्छे, उहाँ सृष्टिकर्ता परमेश्वर भएर पनि उहाँले चाहिँ त्यो स्वर्गको सबै कुराहरूलाई त्याग्नुभयो, त्यो अधिकारहरू अनि त्यो सबै शक्तिहरू उहाँले त्याग्नुभयो र संसारमा आउनुभयो। उहाँले चाहिँ आफ्नो जीवन चाहिँ हामी पापी मानिसहरूको निम्ति, हामीले अपराध गरेका हामी अपराधीहरू मान्छे, परमेश्वरको विरोधी मान्छेहरूको निम्ति उहाँले चाहिँ बलिदान दिनुभयो। उहाँले चाहिँ आफ्नो शरीरलाई आफैलाई चाहिँ तपाईँ र मेरो निम्ति दिनुभयो। उहाँले चाहिँ बलिदान दिनुभयो ताकि त्यो बलिदानद्वारा चाहिँ तपाईँ र म चाहिँ बाँच्न सकौँ, तपाईँ र मैले चाहिँ उद्धार र मुक्ति पाउन सकौँ, तपाईँ र मैले चाहिँ परमेश्वरसँगको जुन टुटेको सम्बन्ध छ त्यो जोड्न सकौँ भनेर चाहिँ येशूले चाहिँ तपाईँ र मलाई चाहिँ आफ्नो जीवन दिनुभयो। बलिदानको मन चाहिँ त्यागको मन, उहाँले चाहिँ सबै शक्तिहरू सबै कुराहरू चाहिँ उहाँले त्याग्नुभयो। हामी यहाँ उसमा हेर्ने हो भने चाहिँ 6 पददेखि हेर्ने हो भने चाहिँ के छ त भन्दाखेरि, परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तु जस्तो ठान्नु भएन। उहाँले चाहिँ यो चाहिँ मैले मेरो शक्ति हो, म चाहिँ परमेश्वर मान्छे, म चाहिँ परमेश्वर बराबरको मान्छे, म चाहिँ परमेश्वर जस्तो व्यक्तिले त्यो चाहिँ मैले राखिराख्नुपर्छ, त्यो अधिकारहरू म राखिराख्नुपर्छ भनेर उहाँले सोच्नु भएन। उहाँले चाहिँ के गर्नुभयो त, परमेश्वरकै स्वरूपमा भएर पनि, परमेश्वरको बराबरी भएर पनि उहाँले चाहिँ त्यो समातिराख्ने जस्तो वस्तु जस्तो उहाँले ठान्नु भएन। उहाँले चाहिँ त्याग गर्नुभयो। उहाँले चाहिँ के गर्नुभयो त, 7 पदमा हेर्नु, तर आफैलाई रित्ताइकन कमाराको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनु भयो। उहाँले आफैलाई रित्याउनु भयो। उहाँले आफैलाई केही जस्तो होइन जस्तो ठानेर उहाँले चाहिँ तपाईँ र मेरो निम्ति दिनुभयो। हामी रोमी 5:8 पदमा हेर्ने हो भने चाहिँ हामी त्यहाँ पाउन सक्छौँ। रोमीको पुस्तक 5 अध्यायको 8 पदलाई तपाईँहरूसँग धर्मशास्त्र छ भने तपाईँहरूले पल्टाउन सक्नुहुनेछ। यहाँ यसरी लेखिएको छ, तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। आमेन। हामी पापी छँदै, हामी चाहिँ के छँदै त, हामी पापी छँदै, हामी उहाँको विरोधी छँदै, हामीले चाहिँ उहाँको आज्ञाहरू उल्लङ्घन गरेर, उहाँका चाहिँ आज्ञाहरूलाई चाहिँ पालन नगरेर चाहिँ हामी उहाँको विरोधी भएको अवस्थामा, हामी चाहिँ पापी भएको अवस्थामा नै उहाँले चाहिँ के गर्नुभयो त, आफ्नो प्रेम देखाउनुभयो कि हामी पापी छँदै
ख्रीष्ट येशू चाहिँ हाम्रो निम्ति मर्नुभयो। उहाँले चाहिँ आफ्नो जीवनलाई त्याग गर्नुभयो, बलिदान गर्नुभयो। आज कतिपल्ट हामीले चाहिँ अरूको निम्ति गरेका छौँ कि छैनौँ? कि हामीले सबै कुरा मैले भनेको ठिक र अनि सबै कुराहरू चाहिँ मेरै हुनुपर्छ भनेर हामीले चाहिँ कतिपल्ट छोड्न खोजिरहेका हुँदैन। कतिपल्ट मेरो आफ्नो घर परिवारमै खुम्चिएर बसिरहेका हुन्छौँ। हामीले त घर छोड्न सक्दैनौँ, तर परमेश्वरको काम गर्नको निम्ति चाहिँ तपाईँ र मैले चाहिँ घर परिवार पनि छोड्नुपर्ने हुन्छ। परमेश्वरले चाहिँ अब्राहमलाई परमेश्वरले के भन्नुभयो? तँ बसेको ठाउँलाई छोडेर चाहिँ जा भनेर परमेश्वरले पठाउनु भयो। त्यति बेला चाहिँ अब्राहमले चाहिँ के गरे त? आफ्नो परिवारहरू, आफ्नो इष्टमित्रहरू, आफ्नो कुटुम्बहरू सबै छोडेर के गरे त? आफ्नो छोडेर त्यागेर उनी चाहिँ परमेश्वरले भनेको ठाउँमा गए। कतिबाट छोड्न सक्दैनौँ हामीले, किनभने परमेश्वरले दिन खोज्नुभएको आशिष कतिपल्ट हामी छोड्न नसकेको कारणले गर्दाखेरि गुमाउँछौँ हामी। परमेश्वरले चाहिँ त्यो अब्राहमलाई चाहिँ त्यो दुध र मह बग्ने देश कनानमा चाहिँ परमेश्वरले त्यहाँ उसका सन्तानहरूलाई दिँदै हुनुहुन्थ्यो। यदि अब्राहमले चाहिँ त्यो आफ्नो ठाउँहरू परमेश्वरले छोड भन्दाखेरि नछोडेको भए उसले त्यो पाउँथेनन् नि। त्यस्तै कतिपल्ट हामीले तपाईँ र मैले आफ्नो जिद्दीपनको कारणले, छोड्न नसकेको कारणले, बलिदान दिन नसकेको कारणले गर्दाखेरि तपाईँ र मैले गुमाइरहेका हुन्छौँ। परमेश्वरबाट पाउने आशिषहरू पनि गुमाइरहेका हुन्छौँ। त्यसै कारणले रोमी 5:8 चाहिँ के भन्छ त? हामी पापी छँदै ख्रीष्ट चाहिँ हाम्रो निम्ति मर्नुभयो, हाम्रो निम्ति बलिदान हुनुभयो। त्यसै ख्रीष्टमा चाहिँ कस्तो मन छ त? एउटा बलिदानको मन छ, त्यागको मन छ। त्यस्तै तपाईँ र म पनि त्यस्तै हुनुपर्छ। किनकि परमेश्वरको वचनले के भन्छ त? तिमीहरूमा कस्तो मन होस् त? ख्रीष्ट येशूमा जस्तो मन, ख्रीष्ट येशूको जस्तो मन होस् भनेर परमेश्वरको वचनले भन्दछ। र अर्को चाहिँ तपाईँ र ममा कस्तो मन हुनुपर्छ त भन्दाखेरि सेवा गर्ने एउटा सेवकको मन हुनुपर्छ, सेवा गर्ने मन हुनुपर्छ। फिलिपी हामी 2:6 पनि त्यहाँ हेर्ने हो भने हामी त्यहाँ देख्न सक्छौँ। फिलिपी 2:6 2:6 त्यहाँ यसरी छ, परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई पक्रिराख्ने वस्तु ठान्नु भएन। अनि 7लाई हेर्ने हो भने तर आफैलाई रित्ताइकन कमाराको रूप धारण गरेर उहाँले चाहिँ के गर्नुभयो त? एउटा सेवकको रूप धारण गर्नुभयो। सेवा गर्ने कमारा भनेको चाहिँ के त भन्दाखेरि नोक्कर भन्छौँ हामीले। उसलाई चाहिँ खानपिन दिने, तर उसलाई चाहिँ तलाबहरू दिँदैन। आजभोलिको जमानामा त दिन्छ, तर पहिला चाहिँ कस्तो हुन्थ्यो भन्दाखेरि त्यो कमारालाई चाहिँ त्यहीँ मालिककै घरमा खाने, मालिककै कामहरू गर्ने, तर उसलाई तलब भन्ने हुँदैन थियो। उहाँ परमेश्वरले चाहिँ के गर्नुभयो त? आफैलाई रित्ताएर, येशू ख्रीष्टले चाहिँ आफैलाई रित्ताइकन के गर्नुभयो? कमाराको रूप धारण गर्नुभयो। उहाँले चाहिँ सेवा गर्न आउनुभयो, सेवा गर्न आउनुभयो। आज कतिपल्ट हामीले सेवा गरेका छौँ कि छैनौँ? अरूको सेवा गरेका छौँ कि छैनौँ? दुखी गरिबहरूको सेवा गरेका छौँ कि छैनौँ? अनि सेवा पनि तपाईँ र मैले कस्तो हिसाबले गरिरहेका छौँ? कि केही पाउने हिसाबले गरिरहेका छौँ कि केही स्वार्थमा गरिरहेका छौँ कि घमण्ड देखाउनलाई मैले त गरेँ है, मैले त यस्तो गरेँ भनेर अरूलाई घमण्ड देखाउनको निम्ति हामीले गरिरहेका छौँ कि परमेश्वरले चाहिँ के गर्नुभयो त? आफैलाई रित्ताइकन कमराको रूप धारण गरेर उहाँ चाहिँ मनुष्य भएर जन्मनुभयो, मनुष्य भएर उहाँ चाहिँ जन्मिनुभयो। हामी मर्कुस 10:45 पनि हामी हेर्नेछौँ। त्यहाँ पनि हामी त्यहाँ देख्न सक्छौँ कि येशू ख्रीष्ट चाहिँ
सेवा पाउन होइन तर सेवा दिनको निम्ति आउनुभएको हो। येशू ख्रीष्ट चाहिँ सेवा दिनको निम्ति नभएर, त्यो सेवा लिनको निम्ति नभएर सेवा दिनको निम्ति चाहिँ उहाँ आउनुभएको हो। त्यहाँ हामी देख्न सक्छौँ 10:45